आज हामी जनै कहिले परिवर्तन गर्ने भन्ने विषयमा छलफल गर्न गइराखेको छु। गाउँघरमा अत्याधिक मात्रामा यो कुराहरूमा धेरैजसो मान्छेहरू कन्फ्युज भइराख्नु भएको छ अहिलेसम्मको परिस्थितिमा। अब हामीले नयाँ जनैलाई कहिले लगाउने र कहिले निकाल्ने भन्ने कुराहरूमा हामीले विभिन्न शास्त्रहरूको अध्ययन र चिन्तन गर्दै गर्दाखेरि यी कुराहरू झिकेका छौँ। जस्तो कि सुतके मृतके चैव गते मास चतुष्टय नवयज्ञोपवीतानि धृत्वा जीर्णानि सिद्धेजेत भन्छ। यदि हामी कुनै सुतकमा गइयो अथवा मृतकमा गइयो भने दैनिक जनै फेर्न पर्छ। आज हामी सुतकमा गएर आइयो भने जनै फेर्नै पर्यो र मरेको ठाउँमा अथवा मलामी गइयो भने त्यहाँ त्यो ठाउँबाट आइसकेपछि पनि हामीले जनै फेर्नै पर्यो। नवयज्ञोपवीतानि धृत्वा नयाँ यज्ञोपवीता हामीले धारण गर्नु पर्यो र पुरानोलाई निकालिदिनु पर्यो। त्यसपछि जीर्ण यज्ञोपवीतानि शिरोमार्गेण सन्त्यजेत भन्छ। अधिकांश कुराहरू के देखिन्छ भने गाउँघरमा पुरानो जनैलाई कसरी निकाल्ने भन्दाखेरि खुट्टाबाट निकाल्ने, यसरी लगाए अर्को जनैलाई चाहिँ तल खुट्टाबाट निकाल्ने चलन छ। तर त्यो होइन। यथार्थमा के हो भन्दाखेरि पुरानो यज्ञोपवीतालाई हामीले कहाँबाट निकाल्ने हो? शिरोमार्गेण, शिरबाट। अब यहाँनिर अलिकति कुरा आउन सक्छ, हामीले किन शिरबाट निकाल्ने, त्यो पुरानो भइसके तलैबाट निकाल्नुपर्छ भन्ने कुराहरू पनि आउन सक्छ। त्यो होइन। हामीले नयाँ यज्ञोपवीत धारण गर्दाखेरि के कुन श्लोकले हामीले धारण गरेका हुन्छौँ? ओम यज्ञोपवीतम परमं पवित्रं प्रजापतिर्य सहजं पुरस्ता आयुष्यमग्रं प्रतिमञ्च शुक्रं यज्ञोपवीतं परमस्तु तेजः। हामीले त्यो यज्ञोपवीत धारण गर्दाखेरि हामीले ब्रह्माको जस्तो तेज होस्, ब्रह्माको जस्तो शक्ति होस्, त्रिदेवहरूको शक्ति होस्, त्यसमा सारा 33 कोटी देवी देवता, 9 ग्रह, 16 मातृकाहरू सबैको वास होस् त्यो यज्ञोपवीतमा भनेर हामीले त्यो धारण गरेका हुन्छौँ नि। अब त्यो पुरानो भइसकेपछि हामीले तलबाट निकाल्दै गर्दाखेरि के हुन्छ? नराम्रो ठाउँमा स्पर्श हुन सक्छ, होइन त नि? त्यसरी त्यो ब्रह्मत्व शक्ति प्राप्त गरेको हामीले यज्ञोपवीतलाई शिरमार्गबाट माला जस्तो बनाएर निकाल्नु पर्ने हुन्छ। यसमा कसैले कन्फ्युज पनि हुन पर्दैन। अनि अब हामीले गर्दाखेरि पुरानो यज्ञोपवीतलाई झिक्दाखेरिको कुन के भन्ने त भन्दाखेरि ओम एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारितं मया जीर्णत्वा तत्परित्यागो गच्छ शूद्रमया। एतावद्दिन पर्यन्त हामीले यतिका दिनसम्म धारण गरियो ब्रह्मत्वं धारितं मया, त्यसमा ब्रह्मत्व जस्तो शक्ति त्यसलाई हामीले धारण गर्यौँ। आज यो यज्ञोपवीत के भयो? पुरानो भयो। हामी यसलाई झिक्दैछौँ हो भनेपछि हामीले त्यो शब्दको अर्थमा के बुझ्नु पर्यो भने ब्रह्मत्व शक्ति प्राप्त गरेको यज्ञोपवीत भनेर हामीले नामाकरण गरिसकेपछि अधभागबाट निकाल्न हुँदैन। अब मैले यसलाई फेरि भन्छु, म सुतकमा र मृतकमा गइयो भने दैनिक फेर्न पर्यो। यदि त्यो दुईटै ठाउँमा गइएन, बिहान स्नान गरेका छौँ, नुहाएका छौँ, सन्ध्यावन्दन गरेका छौँ, जनैलाई राम्रोसँग धोइ पखाली गरेका छौँ भने कहिले फेर्न पर्छ? 4 महिनामा। गते मास चतुष्टय भन्छ। गते मास चतुष्टय 4 महिनामा फेर्न हुन्छ। तर हामी अपवित्र भइयो भने दैनिक फेर्न पर्छ, केही भइएन भने कहिले फेर्न पर्छ? 4 महिनामा फेर्न पर्छ भन्दै यो सामान्य जनै लगाउने र झिक्नेको बारेमा मैले जानकारी गराएँ। अन्य यस्तै जानकारीमूलक भिडियोहरूको लागि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्दै गर्नुहोला। हस्त धन्यवाद।